मकै पाक्न 6 महिना लाग्छ। अब बाँदरले त्यो फलै नलागिन् त तपाईले यहाँको त्यो यो कृषिको चाहिँ त्यो आयुर्वेदिकको कुरा गरेर हुन्छ भने मैले भन्न खोजेको तपाईको यहाँ त 2 दिनमा पनि काँक्रो फल्छ 2 केजी 4 केजीको हुन्छ। यो जनावरको विषयमा अब तपाईहरु आन्दोलन गरिराख्ने जबसम्म हाम्रो माग पुरा हुँदैन यी त्यो जनावरहरूको व्यवस्थापन हुँदैन सरकारले व्यवस्था हाम्रो ठुलो माग पनि आयो काठमाडौँ भेलीमा भएको जनावरलाई चाहिँ व्यवस्थापन गर्ने मात्रै माग हो। किनकि नियम कानुनमा पहिलाकोमा संशोधन गर्नु जस्तो 5,000 जरिमाना छ नि त्यसलाई चाहिँ अलिकति बढाउनु पर्यो भन्ने मात्रै माग हो। त्यो जन बोल्नहरू सक्छ यो काम हाम्रो भन्दा नि हामी व्यक्ति लाग्यो हो नि त त्यो त सरकारको पनि दायित्व होला नि त यसमा। किनकि हाम्रो काठमाडौँ भेलीमा जहाँ पनि छ समस्या छ तर अहिले तपाईँको सुकुमवासीमा जो भत्क्यो नि त्यहाँ पनि धेरै समस्या छ। त्यहाँ अहिले मैले सुकुमवासीमा त सुकुमवासीहरू नै समस्यामा छन्। समस्या छ समस्या सुकुमवासी व्यक्तिगत समाधान भएन नि त बस्ने ठाउँ त दिएको छ नि के भने सरकारले एउटा सेन्टर त तोकेको छ नि त सर। त्यहाँको जनावरहरूमा समस्या छ त्यहाँको जनावरहरू कहाँ बस्ने मैले थापाथलीमा मनाहरूमा खाना लगभग 150 खाना खुवाउँछ सर बस्ने कहाँ त बालुवाटा है सरकारसँग मेरो माग के हो विकास हुनु राम्रो कुरा हो ठिक छ त्यहाँ पार्क बनाओस् सुकुमवासीहरू हाम्रो व्यवस्थापन भएन भनेर आन्दोलन गरिरहेछन्। तपाईहरु सुकुमवासीको जनावरहरूको विषयमा फेरि आन्दोलन गर्ने आन्दोलन भन्दा नि सरकारलाई चाहिँ एउटा ध्यान आकर्षण मात्रै गरायो उनीहरू पनि जनावर हो बाँच्न पाउनु पर्छ यिनीहरूको व्यवस्थापन मात्रै गर्दैन त भन्ने मात्रै हाम्रो माग हो। सरकारले के भयो त मान्छेको त समस्या छ मैले माने छ सुकुमवासीमा आफै एउटा पीडित हुनुहुन्छ अब कोठा भाडा जाने भने डग छ कुकुर छ भने कोठै दिन्न भन्ने समस्या त्यहाँ छ नि त। पालेको कुकुरलाई जहाँ पाइ छोड्दा फिर्दा भोलि मान्छेलाई तपाईँको कुनै व्यक्तिले पनि असर पर्न सक्ला नि त भोलिबाट टोक्रेला बच्चाहरूलाई त्यो पनि त समस्या होला। हाम्रो माग के भन्दा व्यवस्थापन हुनु पर्यो मान्छेको पनि हुन पर्यो प्लस डगहरूको पनि व्यवस्थापन हुन पर्यो। त्यहाँ पार्क गर्नु राम्रो कुरा हो तर त्यो ठाउँमा चाहिँ डगहरूलाई नगरपालिकाले गर्नुपर्ने हो कमसेकम 2-4वटा त्यहाँ डगको लागि बस्ने एउटा ठाउँ एउटा बस्ने ठाउँहरू बनाइदिएपछि त सबैलाई राम्रो भयो नि त त्यो माग मात्रै हाम्रो। यो यस्तो 12 बजेको चरको टन्टलापुर रिङ्गटा चल्ने घाममा किन चाहिँ यति धेरै तपाईहरु कुकुर प्रेमी हुनुभयो जनावर प्रेमी हुनुभयो भनिरहेछन् के जनताहरू हैन आफ्नो आस्था हो है म आस्था सबैले मान्न पाउनुपर्ने अधिकार हो नि त तर मेरो आस्थामा के छ भगवान पुज्नुले मन्दिरमा चढाउनु पैसाले बरु अबोध ग्रहहरूलाई खाना कसैको त्यो धर्म भयो नि त मान्छेले विरोध गर्ने मान्छे त जहाँ राम्रो छ त्यता विरोध निस्किन्छ अवश्य कुरा हो। मान्छेको धेरै हामीले गाली कमेन्ट पनि आइरहेछ तपाईहरु डग लभरहरू यति बेला गाली खाँदै हुनुहुन्छ धेरै गाली त कति त आफ्नो ठाउँमा छ तर पुण्य के हो धर्म के हो भनेर मान्छेले छुपाउनु पर्यो नि त हैन। मैले भनेको मन्दिरमा मान्छेले दान कति गर्छ नि त त्यो दान चाहिँ अब डगहरूलाई खाइदियो भने त भन्नु भएन। मान्छे खान नपाएर बिजोग छन् जनावरलाई कसले दिने भन्ने कुरो छ क्या मान्छे त आफू अबोध हो नि त हात खुट्टा दिएको छ भने हैन एउटा रोजगार छैन आफूले खाउने हो नि त नगर तर अब डगहरूले कसरी खाउनु नगर बोल्न सक्छ त हामीले दिए खाने हो। कुनै मासु पसलमा हेर्नु त एक कुकुर मासु खानलाई 7 घन्टा हेरे हुन्छ क्या त्यो होटेल ल भन्नु त एउटा त्यो एउटा कुकुर पनि दिँदैन क्या हैन अलिकति बचेको त्यो त मानवता हो नि त त्यो त विरोध आउनु त कुरै छैन कि हामी कुनै पार्टीको झन्डा उठा हो त कुनै हामीले कसैले मन्त्री बनाउनु पर्छ भने हिँड्या हो त कुकुरले टोकेर मान्छेहरू बिजोग छन् क्या उपचार गर्नु खर्च धाउनु हस्पिटल धाउनुको बिजोग छ त्यो त सरकारले गरिरहेको छ नि त तपाईँको टेको हस्पिटल अहिले टेकोमा सुई ऱ्याबिजको सुई लगाउन त्यहाँ दिएछ छैन त सरकारले गर्ने काम त्यो सरकारको पनि त दायित्व मान्छेको पनि त दायित्व होला नि त कुकुरले टोक्यो भने कुकुरै मारिदिनु र त्यही नहोस् भनेर सरकारले टेकोमा हस्पिटल खोलिदिएको हो। तपाईहरुको यो बाँदर संरक्षणको विषय चाहिँ अहिले एकदमै बहस भइराखेको छ क्या बाँदर विषय पहिला पनि बहसमा हो पहिला तपाईँ हाम्रो बजेहरू मनकारी हुनुहुन्थ्यो बुझ्नु भयो नि पहिला जनावरले खाएको खाना दिएको बाली खाएर बल्ल भित्राउनु हुन्थ्यो त्यो समस्या पहिलादेखि भएको हो नि त तर अहिले त आएर भएको होइन होला पहिला जङ्गलमा थिए खानेकुरा थिए होला जङ्गल पनि त मान्छेले फलानी गरेर पो अहिले बाँदरहरू बाहिर निस्केको हजुर त्यो त मान्छेबाट भएको हो नि त हैन र मान्छेहरू अन्यायमा परेर माइती घरमा सुतिरहेछन् तपाईहरु बाँदरको लागि आन्दोलन गर्ने भनिरहेछन् यति बेला ठिक छ त्यो मान्छेको आफ्नो भिजन हो आफ्नो सोच हो मान्छेले जति सक्छ आफ्नो दिलले त्यति सोच्ने हो हैन अब म राम्रो सोच्छु हैन राम्रो सोच्नुहुन्छ राम्रो जाने हो। किसानहरू नि यति बेला के भन्दैछन् भने यो हुललाई लगेर बाँदरको हुरमा मिसाइदिउँ हामीले खान
पाकेको बाली खान पाएनौ भनिरहेछन् क्या। ल होइन ठिक छ नि त, त्यसो भए सरकारले हामीलाई दियोस् बाँदर व्यवस्थापन हामी गर्छौँ क्या। ए हो, त्यसको पनि त उपाय होला नि त, मार्नु मात्रै समाधान होइन त हजुर। के गर्नुहुन्छ? सबैको अधिकार होला नि त। बन्द्याकरण कसरी गर्नुहुन्छ बाँदरको? बाँदरको बन्दीकरण अब मैले 20 वर्ष पाले भन्दाखेरि सम्भव चाहिँ छैन। रूपमा हिँड्नु तपाईँ आफै सम्भव छैन भन्नुहुन्छ नि, कसरी बन्द्याकरण गर्ने? बन्दीकरण हल्का सानो समस्या होला मैले माने के। तपाईँको जङ्गलमा कसैले त्यो रूपमा चढ म बाँदरबाट च्याप्टिसमा मात्रै बन्दीकरण गर्न सक्छु, त्यो निर्मल त होइन होला नि त। तर एउटा समाधान त होला नि त। समाधान के छ भन्नु पर्यो तपाईँहरू आन्दोलनकारीहरूले। तपाईँको जति पनि आरक्ष छ नि, आरक्षमा सेनाहरू छ कि समाधान भनिदिनु पर्यो रे, कि चाहिँ किसानको मकै रुङ्न जानु पर्यो रे क्या तपाईँहरूको हुल चाहिँ? समाधान भन्ने कुरा आफूमा आफू मनकारी हुन पर्यो पहिला हो। बाली आएर खायो छ, किसानमा पनि मर्का छ, त्यो हामी पनि बुझ्छ, हामी पनि किसानको छोड्छौँ होइन। वर्षमा एकचोटि बाली लगाउने हो, तर एकचोटि बाँदर आएर खाँदाखेरि जसलाई पनि रिस उठ्छ। तर नमारौँ न त, यसले समाधान गरौँ भन्ने कुरा मात्रै, समाधान गर्न सकेला नि त। समाधान के गर्ने भन्ने कुरो हुन्छ फेरि चाहिँ अब फलफुल रोप्न सकेला, त्यहाँको स्थानीयहरू सङ्गठन भएर गस्ती गर्न सक्लान्, सकिन्छ त गस्ती गर्नलाई। होइन, आफ्नो काम गर्नु कि त्यहाँ गस्ती जानु कि बाँदरको फलफुल रोप्नु कि आफ्नो अन्नपानी रोप्नु किसानले? त्यो त हजुर विनाशपछि विकास हुने हो नि त। त्यही कुरा त समुदायले पनि एजेट गर्न पर्ला नि त। सबैले सरकारको मुख ताकेर होला त भन्नु, सरकार उहाँ पुग्न सक्ला, हामी पुग्नु। म अब यहाँको मान्छे म उहाँ खोटक जान सक्ला नि त भन्नु। तपाईँको त्यहीँ पनि त सङ्गठन बनाएर, जस्तो टोल समिति बनाएर आज एउटाले गस्ती गर्ने, भोलि अर्कोले गस्ती गर्ने कुरो समाधान गर्न सकेला नि त। तपाईँहरू गइदिनु पर्यो रे क्या, अब गस्ती गरिदिनु पर्यो, रुम दिनु पर्यो रे क्या। ठिक छ त्यो हो, तर हामी जाने बरु सहमत गरेर जाउँ, समाधान सबैले गरौँ, सबै बाँच्ने अधिकार हो। किसानमा पनि मर्का छ नभए होइन हो, मर्का छ, तर हाम्रो भनाइ के त मारेर समाधान होइन नि त। अहिले जस्तो अहिले उहाँको सांसदले चाहिँ मैले 600वटा बाँदर मारे, यो त अन्तर्राष्ट्रिय कानुनले समाधान उहाँको सांसद पदै चढिन्छ, त्यो सानो कुरा होइन नि त। बाँदर पनि नियम होला। मलाई बाँदर मार्नकै लागि जनताले जिताएका हुन् भन्नु भएको छ क्या। त्यसको हामीले दिइरहेको छौँ, त्यसको जाहेरी दिएको छौँ, त्यसको गएर वहीँ तपाईँको अस्ति वहीँ ठाउँमा गएर जाहेरी गयो। अब धेरै सङ्घ संस्थाहरू मिलेर ध्रुव राईको विरुद्ध जाहेरी दिने तपाईँहरू हो? संस्था होइन, तपाईँ हामी जस्तै माया गर्ने जनावरले पेर्मीले त गएर अहिले दिएको छ, न्युजमा सुन्नु भएको होला नि त होइन। किन त पऱ्यो, बाँदर मार्न पाइयो, कसैको ज्यान लिन पाइयो र? यो धरती तपाईँ हाम्रो त होइन होला। होइन, पाकेको चिज चाहिँ किसानले खान पाएन, उपभोग गर्न पाएन भन्छन् क्या। पहिला तपाईँ हाम्रो बाजेहरू मनकारी हुनुहुन्थ्यो हजुर, यति कुरा बुझ्नु पर्यो। पहिलाका बाजेहरूले खाना दिए त कति नै खाला, जम्मै 1 महिनामा बाली पाक्ने होइन। तपाईँको 10 कट्ठा 1 महिनामा कुन बाली पाक्छ? मकै जे भयो लगाएको 1 महिनामा बाली पाक्दैन हजुर। मकै कहाँ 1 महिनामा पाक्छ? सुरु भएको बेला पाक्ने बेलामा 1 महिनामा त भित्रेला नि त। मकै पाक्न 6 महिना लाग्छ। अब बाँदरले त्यो फलै नलागिन् त। तपाईँले यहाँको त्यो चाहिँ यो कृषिको चाहिँ त्यो आयुर्वेदिकको कुरा गरेर हुन्छ भने मैले भन्न खोजेको तपाईँको यहाँ त 2 दिनमा पनि काँक्रो फल्छ, 2 केजी 4 केजीको हुन्छ। मेरो भने जस्तो बाँदरले लगाएको बेलैमा गएर बाँदरले त किसानको खेती त नमास्केला नि त। बाँदरले बाँदरले चाहिँ म अब बेला पुगेपछि मात्रै जान्छु, अथवा बाँदरले चाहिँ विचार गरेर यति बजेपछि उति बजेपछि जान्छु भन्ने हुन्छ बाँदरको? होइन, बाँदरको त्यो नभए बाँदर हो क्या, उसको जातै बाँदर। बाँदर न आफ्नो घर बनाउँछ, न भनाइ त छ हजुर छैन र, न बाँदरले आफ्नो घर बनाउँछ न अरूको बनाउँछ क्या। यो हामीले बुझेको छ, हामी पनि किसानको छोरी हो। मेरो पनि एउटा काँक्रो तयार हुन 3 महिना लाग्छ, गएर चुडाल दिएपछि जसलाई रिस उठ्छ नि त। तर रिस उठेमा बाँदर मार्दैमा समाधान हुने हो र भन्ने हाम्रो चाहिँ त्यो हो कि। तपाईँहरू समाधान पनि नभन्ने फेरि समाधान भनिरहेको छ, समाधान तपाईँहरू आन्दोलनकारीहरूले के भनिरहेछन् भने किसानहरूले वास्तविक बाँदर चाहिँ तपाईँहरू हो, तपाईँहरूको क्रियाकलाप चाहिँ बाँदरको जस्तो भयो भनिरहेछन् क्या। हामीले कुनै जनावरको न्यायको लागि हिँड्दाखेरि अरू मान्छेहरूलाई चाहिँ हामीलाई त्यस्तो बाँदरै सम्झाउनु त्यो पनि सही स्वीकार्नुहुन्छ? स्वीकार्ने, जसको जति विवेकशीलता छ त्यसले त्यति नै भन्ने हो। राम्रो नराम्रो पछि जब नै हुन्छ हेर्नु, हामी समाधान पनि गर्ने हो। हामीले बाँच्न पाउनु पर्छ, सबै धरतीमा सबै भएर बाँचो भन्ने मात्रै हाम्रो धारणा हो क्या। हामी मार्नु नै किसान समस्यामा छ भनेर बाँदर मार्नु नै भनेर हामी चाहिँ दिँदैन क्या सर। अब निरन्तर आन्दोलन गर्नुहुन्छ जबसम्म माग पुरा हुँदैन। त्यहाँ किसानको पनि हाम्रो मात्रै होइन, जनावरको पनि माग पुरा हुनु पर्यो, प्लस त्यो पीडित किसानको पनि माग, हामी दुईतिरबाट। जनावरको माग चाहिँ के हो? व्यवस्थापन सरकारले गर्नु पर्यो, व्यवस्थापन सरकारले गर्दैन भने तपाईँहरूसँग भने कि तपाईँहरूले बुझेको? यो हामीले मेरो बुझाइ के भन्दा सरकारले सक्दैन भने, यसको निष्कर्ष निकाल्न सक्दैन भने एउटा सङ्गठन तयार पारौँ होइन, त्यसलाई अधिकार दियोस् न त, हामी गरौँला नि त। ल मलाई ल हाम्रो संस्था हामी व्यक्तिलाई चाहिँ तपाईँले गर्नु, सरकारले मलाई दियोस् त ल,
हामी हुँ गरेर बरु गस्ती गरौँला बरु मार्नुभन्दा त बरु गस्ती गर्न ठिक होला नि त होइन भोलि व्यवस्थापन ढुङ्गा हाल्ने आलु त्यो जाँदैन ढुङ्गा हालेपछि होइन तपाईँको डोनमा म्युजिक लगाएर मान्छेले बिगिसी मान्छेले त्यस्तो पनि गरेको छ नि त डोनमा म्युजिक लगाएर पुरा डोन घुमाइरहेको छ बाँदर भागिरहेको छ त ढुङ्गाले हान्ने मात्रै अब तपाईँहरू डोन पठाइदिने किसानलाई त्यो त सरकारले गर्ने हो नि त हजुर त्यही सरकारले त्यही त झक्झकै 10,000 को खेतीपाती बचाउनका लागि 1.5 लाखको ड्रोन किन्नुहोस् भन्ने हो तपाईँको आशय त्यो आशय होइन त्यो विवेकशील एउटा व्यक्तिले गर्न सक्दो रहेछ नि त चाह्यो भने ऊ पनि त विरोधमा आउन सक्थ्यो होला नि त उसको पनि त बाली नाले उसले त ट्याक्टिङ लगाएन र त्यहाँनिर बरु मार्नु भन्दा त बरु म डोनै किनेर डोनमा म्युजिक जोडेर अहिले लखटिरहेको छु हस् धन्यवाद तपाईँलाई धन्यवाद